यहाँहरूलाई एकादशी व्रत किन बसिन्छ, एकादशी के हो, कसरी गर्ने, यी इत्यादि कुराहरूको मनमा कौतूहलता उत्पन्न भएको जस्तो देखिन्छ। नमस्कार, रुद्राक्ष ज्योतिष तथा वास्तु परामर्श केन्द्रबाट एकादशीको व्रतको बारेमा जानकारी लिएर म र हाम्रो टिम यहाँहरू समक्ष उपस्थित भएका छौँ। यहाँहरूलाई एकादशी व्रत किन बसिन्छ, एकादशी के हो, कसरी गर्ने, यी इत्यादि कुराहरूको मनमा कौतूहलता उत्पन्न भएको जस्तो देखिन्छ। एकादशी व्रत भनेको कुनै पनि महिनामा शुक्ल पक्ष वा कृष्ण पक्षको 11औं दिन अथवा चाहिँ 11औं तिथिको दिन शुक्ल पक्षको एकादशी र कृष्ण पक्षको एकादशी पर्ने गर्दछ, जसले गर्दाखेरि हामी एकादशीको व्रत बस्ने गर्दछौँ। र हाम्रो लौकिक चलनमा के छ भने हामीले दुई थरीका एकादशी प्रचलनमा रहेको पनि पाउँछौँ। एउटा शैव र अर्को वैष्णव एकादशी भन्ने पनि प्रचलन, र हामीले पात्रोमा हेर्दा पनि शैव र वैष्णव नै देखिन्छ। जुन एकादशी व्रत दुई प्रकारको भए तापनि हामी गृहस्थीहरूले वैष्णव एकादशी व्रत गर्छौँ भने ब्रह्मचारी योगी सन्यासीहरूले चाहिँ शैव एकादशीको व्रत गर्ने प्रचलन हाम्रोमा रहेको छ। जस्तै गुरुकुल आश्रमहरूमा जानिए हो भने शैव एकादशीको मान्यता बढी महत्त्व दिएको मानिन्छ भने हामी गृहस्थीहरूले भने वैष्णव एकादशीको बढी व्रत बसेको मान्यता देखिन्छ। र एकादशी व्रतको महत्त्वको बारेमा हेर्ने हो भने हाम्रो शरीर एउटा चक्र जस्तै हो। व्रत गर्दाखेरि हाम्रो चक्रले रेस्ट पनि पाउने भन्ने एउटा वैज्ञानिक मान्यता पनि रहेको छ, किनकि हाम्रो शरीरभित्र विभिन्न चक्रहरूले काम गरिरहेका हुन्छन्। जुन बाहिर तपाईँले कुनै कारखाना गएर हेर्नुभयो भने मिसिनहरू कसरी चलिरहेका हुन्छन्, त्यस्तै हाम्रो शरीरमा पनि मिसिनहरूको चक्रहरूको सम्मिश्रण हुन्छ। जुन एउटा चक्रको सम्मिश्रण घट्यो भने हाम्रो शरीरको कामै गर्दैन। त्यसैले गर्दाखेरि हामी खानेकुराहरू खाँदाखेरि हाम्रो बानी के छ भने टन्न खाने, हिँड्न नसक्ने गरेर खाने जस्तो छ। व्रत बस्यो भने त्यसको प्रभाव र त्यसले गर्ने आधार केही मात्रामा घट्छ। तपाईँलाई कुनै मानव एकछिनलाई तपाईँ अत्याधिक खाना खानुभएको छ, आज भोलि खाना मन लागेन भने व्रत बस्नुभयो भने पर्सि तपाईँलाई हलुकाको महसुस हुन्छ, र जुन दिन व्रत बस्नुहुन्छ तपाईँले त्यो दिन शरीरमा रेस्ट पाएको जस्तो हुन्छ। सद्गुरुका अनुसार हेर्ने हो भने व्रत भनेको सद्गुरुले के भन्नुभएको छ भने हाम्रो शरीरमा 40 देखि 48 घण्टाको रेस्ट शरीरले पनि खोज्छ, जसले गर्दाखेरि व्रत बस्यो भने हामीलाई केही आनन्द र हल्काको महसुस हुन्छ भन्ने भनाइ पनि उहाँले दिनुभएको छ। र हाम्रो भित्री आयाममा हेर्ने हो भने चक्रका ढोकाहरू खुल्छन्। जस्तै हाम्रो शरीरमा 7वटा चक्र छन्। तपाईँले एक दिन व्रत गर्नुभयो भने हाम्रो नाभि नेर एउटा अग्नि चक्र हुन्छ, ज्वार चक्र भन्छ त्यसलाई, त्यो चक्र जागृत हुन्छ र तपाईँले शरीरमा भोलिपल्ट खानेकुराहरू खानुभयो भने त्यो छिटो पाचन प्रणाली मार्फत तपाईँको शरीरलाई स्वस्थ बनाउँछ। त्यसले गर्दाखेरि वैज्ञानिक आधार हेर्ने हो भने पनि व्रतको उत्तम विकल्प मानिन्छ। यसै गरी तपाईँले कुनै अन्य व्रतहरू बस्नुभएको छ भने पनि सकेसम्म व्रतको दिन शुद्ध सक्नुहुन्छ, आफ्नो शरीरमा सामर्थ्यता छ भने व्रतको दिन पानी मात्र पिएर व्रत बस्नुभयो भने शरीरलाई रेस्ट हुन्छ र तपाईँको अनुहारमा पनि चमक लगायतका आफूमा परिवर्तन पनि पाउनुहुनेछ। धन्यवाद। र तपाईँलाई अन्य कुनै जानकारी पनि चाहिएको छ अथवा चाहिँ कुनै आफूले चाहेको विषयको आधारमा तपाईँलाई कुनै रुद्राक्ष ज्योतिष तथा वास्तु परामर्श केन्द्रबाट कुनै जानकारी चाहनुहुन्छ भने हामीले यसैको तलपट्टि एउटा व्हाट्सएप नम्बर राखेका छौँ। त्यो व्हाट्सएप नम्बर मार्फत पनि तपाईँले हामीसित सल्लाह सुझाव परामर्श लिन सक्नुहुनेछ र तपाईँका प्रश्नहरू नै हाम्रो समाधानका उपाय हुन्। हामीसितै रहनुहोला। अहिलेको युग प्रविधिको युग हो, साथै रहौँ, टाढा भए पनि नजिक बनिन्छ। धन्यवाद।